अनि उहाँ सिस्टरले चाहिँ यो लगाउने तरिका भनिदिनु न भन्नुभएको रहेछ। अघिको भिडियोमा चाहिँ मैले खाएर देखाएँ, अहिले चाहिँ लगाएर देखाइदिन्छु, हेर्नु होला है त राम्रोसँग। यस्तो हुन्छ जेली टाइपको होइन, यसलाई यसरी निकाल्ने है, अनि यसरी यसरी लगाउने के, यसरी 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 होइन, अनि यसरी 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 लगाउने अनि मसाज गर्ने हो के है, यस्तो गर्ने। अनि त्यसपछि यो चाहिँ बेलुका गर्ने हो। अहिले चाहिँ मैले अब हजुरलाई देखाइदिनको लागि अहिले नै गरेर देखाइदिएँ। यो चाहिँ खाँदा पनि हुन्छ है, केही हुँदैन। यस्तो यस्तो गरेर मसाज गर्नु होइन, अनि बेलुका लगाएर यसरी मसाज गरेर अनि सुत्नु। बिहान उठेर चाहिँ सरक्क पानीले धुनु होइन फेस, अनि एकदमै राम्रो हुन्छ के। अहिले नि देख्न सक्नुहुन्छ फेस कस्तो राम्रो ग्लोइङ टाइपको देखिन्छ के है। मैले चाहिँ यो गाजल र लिपस्टिक मात्र लगाएको हो, अरू केही पनि लगाएको छैन है, क्रिमहरू चाहिँ।